आज एउटा कथा सुनेको अङ्ग्रेजीमा थियो, म नेपालीमा भन्छु यहाँहरूलाई। कथा तीनटा साङ्लाको कथा हो। अङ्ग्रेजीमा क्याक्रोच भन्छौँ। तीनटा साङ्लाहरू हिँड्दै हिँड्दै जाँदा बाटो बिराएर एउटा किसानको घरमा पुगेछन्। भोक लाएर प्यास लाएर थकाइले लखतरान हुँदै किसानको घरमा पुगेपछि किसानसँग केही खान पाइन्छ कि हजुर? हामी त बिखर्ची भयौँ, बाटो बिरायौँ, काम पनि केही पाएनौँ, भोक लागेको छ, प्यास लागेको छ भनेपछि किसानले हुन्छ खाऊ भनेछ र टन्न खाना पानी खुवाएछ। त्यसपछि किसानले चाहिँ यसरी मागेर खाएर हुन्छ त केटा हो, के काम गर्नु पर्यो, मान्छे काम गर्ने नपाएर चाहिँ मान्छेहरू यहाँ कस्तो आपत परेको छ आफूलाई भनेपछि काम पाए त गर्थ्यौँ गरे, के काम गर्ने हो र भनेर साङ्लाले भनेछन्। मसँग काम छ, तर काम फरक फरक काम छ, दाम पनि फरक फरक छ, गर्ने भएदेखि भन है भनेछ। अनि हुन्छ काम पाए त गर्थ्यौँ, किन नगर्ने भनेपछि मसँग 4 प्रकारका काम छन्, पैसा पनि फरक फरक छ, तिमीहरू 3टा छौ, रोजेर गर, एउटा फाल्टु नै हुन्छ काम भनेपछि पहिलो काम भनेको कुखुरालाई चारो हाल्ने काम हो, 4000 महिनाको दिन्छु भनेछ। अनि अर्को काम चाहिँ भनेपछि अर्को काम चाहिँ खेतबारीमा माउसुलीहरू आउने, तिनलाई लखेट्नुपर्छ, त्यसको 3000 रुपियाँ छ। अर्को काम चाहिँ त्यो कुखुराको चारामा मिसाउनलाई लसुन छोडाउने अनि त्यसलाई मसिनो पिस पार्ने, त्यसको 2000 रुपियाँ महिनाको। 4000, 3000, 2000। अनि एउटा काम चाहिँ त्यो भेडा बाख्राहरू बाँधेको खोरको माथिपट्टि स्टेजमा बसेर नाच्ने गाउने, त्यो भेडा बाख्रालाई मनोरञ्जन गर्ने काम हो भनेर, त्यसको चाहिँ 250 रुपियाँ महिनाको। एउटा बाठो क्याक्रोच चाहिँ सबभन्दा बाठो रहेछ, म त यो 4000 वाला गर्छु भनेछ र गएछ कुखुरालाई चारो हाल्ने काममा। अनि अर्कोले म 3000 वाला गर्छु भनेछ, हत्तपत्त खेतबारीमा काम हो त गरिहाल्छु नि यस्ता काम त भनेर लाठो बोकेछ र गएछ मौसुली लखेट्न। अनि अर्को एउटाले चाहिँ त्यो अब 2000 वाला रोज्ने त होलास् नि तैँले भनेको, होइन म त त्यो 250 वाला गर्छु, गीत गाउँछु, बस्छु, भेडा बाख्रालाई मनोरञ्जन गर्छु, स्टेजमा गर्ने त होला गएर, होइन भनेछ। स्टेजमा माथि टाट्नुभन्दा माथि गएर गर्ने भनेपछि त्यसले त्यो काम रोजेछ। अनि भोलिपल्ट किसान त्यो 250 महिनाको स्यालेरीवाला जागिर रोज्ने साङ्लासँग गएर सोधेछ, हेर बाबु तैँले त एउटा काम बाँकी थियो, त्यो 2000 वाला गरे भए हुन्थेन र तैँले, किन यो 250 वाला रोजिस् त नि भनेर सोधेपछि त्यसले भनेछ, पहिला त ज्यान बचाउनु पऱ्यो के हजुर, अब त्यो 4000 वाला गरे भए मैले कुखुरालाई चारो हाल्न जाँदा कुखुराले मलाई चारो बनाउँथे, 3000 वाला रोज्या भए माउसुलीले मैले लखेट्नुभन्दा पहिले तिनले मलाई झम्टन्थे, लसुन छोडाउने काम गरे भने लसुनको गन्धले क्याक्रोचको यो साङ्लाको जात बाँच्ने कुरै भएन, त्यसपछि त आफ्नो ज्यान जोगाउनु पऱ्यो, त्यही भएर त मैले त बरु बाँच्न पाएँ संसार देखिन्छ। अब स्यालेरी मात्रै होइन के थप त्यहाँ खानी बस्ने व्यवस्था पनि हजुरले गरिदिनु भएको छ, त्यही भएर मैले रोजेको भनेपछि जाम त हेर्न त्यो अरू दुइटाको के हालत भयो भनेर हेर्न गएका त त्यो कुखुरालाई चारो हाल्ने साङ्लाको अलिअलि हाडखोड बच्या रहेछ, त्यो भेटियो, त्यो माउसुली लखेट्न गएकोको त केही पनि भेटिएन। अनि हो त बुद्धिमान रहेछस्, बुद्धि पुऱ्याइस्, धेरै लोभ गर्न हुँदैन। अब कहिलेकाहीँ हामीले बढी अपेक्षा गर्दाखेरि गलत निर्णय पनि गर्न पुग्छौँ। सिकारी बन्न खोज्दाखेरि आफै शिकार बन्न सकिन्छ भन्ने कुराको शिक्षा यो कथा लोककथा हो। यो लोककथामा मैले पाएको हुँदा यहाँहरूलाई राखेँ। हामी पनि समाजमा अनेक थरीका मान्छेहरू अनेक थरी प्रलोभन देखाएर आएका छन्, डरलाग्दा हुन सक्छन्। यो कथाको मर्मलाई
अब आफूले कसरी बुझ्ने हो भन्ने कुरा हो के अरे। अब मैले धेरै कुरा केही भनिनँ।